नमस्ते, म डाक्टर मोहन विश्वकर्मा। म चाहिँ एमबिबिएस डक्टर हो। म अहिले चाहिँ अमनमा कार्यरत छु। मसँग सँगै हुनुहुन्छ एकदमै हाम्रा चिरपरिचित डाक्टर साहब हुनुहुन्छ सुनिल कुमार दाहाज्यू। उहाँ धनुषाबाट हुनुहुन्छ, जनकपुरबाट हुनुहुन्छ। उहाँको परिचय दिनुपर्दा उहाँ एकदमै जेन्टलम्यान, एकदम जिनियस मान्छे हुनुहुन्छ र उहाँ विशेष गरी यो डाक्टरी पेसा बाहेक उहाँको एकदम रुचिको क्षेत्र भनेको छ रिसर्च। उहाँ एकदमै रिसर्चमा एकदम पोख्त हुनुहुन्छ। अवश्य उहाँले संसार सबभन्दा विश्वविख्यात मेडिकल जर्नल पबमेडमा धेरै रिसर्चहरू पब्लिस गरिसक्नु भएको छ र त्यसको अलावा उहाँका अहिलेसम्म 20वटा भन्दा बढी रिसर्च पेपर पब्लिस भइसकेका छन्। त्यसैले म उहाँसँग आज भेट्न एकदम खुसी लागेको छ। उहाँसँग मैले आज धेरै कुराहरू गर्न गइरहेको छु। कृपया धैर्यताका साथ सुन्न अनुरोध गर्दछु। नमस्ते डाक्टर साहब। नमस्ते। तपाईँले आफ्नो छोटो परिचय दिनुहोला। सबैजनालाई फेरि पनि नमस्ते। म डाक्टर सुनिल कुमार दाहा। म चाहिँ एमबिबिएस र त्यसपछि जनरल फिजिसियन चाहिँ अहिले चाहिँ मिनिस्ट्री अफ हेल्थ ओमानमा चाहिँ कार्यरत छु। धन्यवाद छ डाक्टर साहब। सबभन्दा पहिला तपाईँलाई मैले म पनि एकदम रिसर्चको बारेमा एकदमै जान्न इच्छुक भएको कारणले गर्दा थोरै रिसर्चको बारेमा मलाई र हाम्रो अडियन्सलाई ब्रिफली बताइदिन म अनुरोध गर्दछु। भेग भयो तपाईँको क्वेसन चाहिँ। हजुर, क्वेसन चाहिँ अलिक भेगै हो। हजुर। रिसर्च भनेपछि चाहिँ हाम्रो दिमागमा आउने भनेको चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको केही नयाँ कुरा थाहा पाउनु, केही नयाँ कुराहरू चाहिँ जुन अहिलेसम्म चाहिँ पत्ता लागेको छैन या चाहिँ कुनै कुरा जुन पत्ता लागेको छ त्यसलाई चाहिँ अझ जान्नको लागि जुन नयाँ कुराहरू जानिन्छ त्यसलाई चाहिँ रिसर्च भनिन्छ। अब रिसर्च चाहिँ तपाईँको यो भेग टर्म चाहिँ किन भने भन्दाखेरि तपाईँको अब हामी चाहिँ मेडिकल फिल्डबाट भइसकेपछि यो मेडिकल फिल्डमा तपाईँले रिसर्चको बारेमा बताउनु पर्दाखेरि रिसर्चलाई हामीले कस्तो तरिकाले गर्न सक्छ, जस्तो रिसर्चको टाइपहरू होइन, हामीले जस्तो स्टडी डिजाइनहरू, मेथोडोलोजीहरू तपाईँले क्रमशःसँग हामी जस्तो एकदम भर्खरका जिरो फेजमा रहेका रिसर्चका मान्छेलाई बुझाउनु पर्दा कसरी बुझाउन चाहनुहुन्छ? यस्तो हो, अब रिसर्चमध्ये चाहिँ एउटा टाइप चाहिँ हाम्रो फिल्डको लागि चाहिँ यो मेडिकल रिसर्च हो। मेडिकल रिसर्चमा चाहिँ तपाईँको अब सेम मेडिकल रिसर्चमा चाहिँ हामीसँग भएको ज्ञानहरू, मेडिकल सेक्टरमा भएको ज्ञानहरूमा नयाँ कुरा थाहा पाउनु होइन, फाइन्डिङ समथिङ न्यू चाहिँ रिसर्च हो। एन्ड इफ इट इज रिलेटेड टु मेडिकल फिल्ड भनेपछि दिस इज मेडिकल रिसर्च। अनि यसमा तपाईँको डिफ्रेन्ट टाइप्सको रिसर्चहरू हुन्छ, तर हामीले चाहिँ दुईवटा चाहिँ ब्रोडली चाहिँ डिफाइन गर्दाखेरि चाहिँ दुईवटा ब्रोड क्याटेगोरी आउँछ, जुन चाहिँ अब्जर्भेसनल स्टडी हुन्छ र एउटा एक्सपेरिमेन्टल स्टडी हुन्छ। अब अब्जर्भेसनलमा चाहिँ के हुन्छ भन्दाखेरि हामी चाहिँ एज अ रिसर्चर चाहिँ भइरहेको क्लिनिकल सिनेरियो होस् या मेडिकल डेटाहरू होस् त्यसबाट गर्ने एनालाइसिसहरू पर्छ भनेपछि एक्सपेरिमेन्टल स्टडीहरूमा चाहिँ कुनै एक्टिभली यदि हामी इन्टरभेन गरिरहेछौँ, जस्तै कुनै पेसेन्टलाई चाहिँ कुनै ड्रगहरू दिएर त्यसपछि गएर के रेस्पोन्सेसहरू आइरहेछ, साइड इफेक्टदेखि लिएर त्यसले काम गर्ने कुराहरूदेखि लिएर यदि हामी चाहिँ केही इन्टरभेन्सन गरिरहेछौँ भने चाहिँ त्यो एक्सपेरिमेन्टल स्टडी हुन्छ। एकदमै। अब अब्जर्भेसनल स्टडीहरूमा चाहिँ सुरुबाटै जाँदाखेरि तपाईँको जस्तै केस रिपोर्ट चाहिँ सबभन्दा सुरुमा पर्छ। त्यसपछि गएर अब केस रिपोर्ट भनेको चाहिँ हामी एउटा फोटोसुट भन्छौँ नि, स्न्यापसट हो। जस्तै अब कुनै एकजना बिरामी छ र उसमा तपाईँले केही लक्षणहरू देख्नुभयो, जस्तै अब कोभिड-19 जति बेला केही थाहा थिएन, त्यस बेला चाहिँ अब निमोनियाको एउटा चाहिँ हामीले थाहा नपाएको कारणले गर्दाखेरि चाहिँ एउटा देखियो र त्यसमा चाहिँ युनिक किसिमको भाइरस चाहिँ इन्भल्भ छ, जस्तै SARS-CoV-2 कोभिड-19 भाइरसको कुरा गऱ्यौँ अनि चाहिँ त्यो एउटा कुनै पर्टिकुलर स्न्यापसट लिइरहेछ भने त्यो रिसर्चमा चाहिँ केस रिपोर्ट भनेर भन्छौँ। अब त्यो मल्टिपल हुनसक्छ। अब त्यसै गरी चाहिँ एउटा केसको विवरणलाई चाहिँ अझै माथि जान्छ भने हामी चाहिँ यदि मल्टिपल केस रिपोर्टहरूलाई चाहिँ सिमिलर केस रिपोर्टलाई चाहिँ हामी यदि अध्ययन गऱ्यौँ भने चाहिँ त्यो चाहिँ तपाईँको केस सिरिज भन्छौँ। यदि हामी चाहिँ स्न्यापसट भनिरहेछौँ भनेपछि त्यही स्न्यापसटमा चाहिँ सिमिलर स्न्यापसटहरूको एउटा चाहिँ मानौँ भिडियो रिल्स बनाइरहेछौँ भने त्यो चाहिँ केस सिरिज भयो। हजुर। तर अब चाहिँ तपाईँले चाहिँ कुनै कुरा चाहिँ प्याटर्न के हो, कुनै कुरा चाहिँ कतिको चाहिँ प्रिभ्यालेन्स छ भन्ने कुराहरू थाहा पाउनलाई यदि कुनै टाइम फ्रेममा स्टडीहरू गर्नुभयो भने चाहिँ त्यसलाई हामी क्रस सेक्सनल स्टडीहरू भन्छौँ। तर कहिलेकाहीँ अब कुनै रोग लागेको छ, अब त्यही मान्छे बाहेक चाहिँ हामी नर्मल मान्छेमा चाहिँ के रहेछ त गतिविधिहरू, के रहेछ क्यारेक्टरिस्टिकहरू, फाइन्डिङहरू तिनीहरू चाहिँ हेऱ्यौँ भने चाहिँ र त्यो चाहिँ हामी चाहिँ अलरेडी अब्जर्भ मात्रै गर्ने हो। जस्तै अब तपाईँले मेडिकलमा गएर भइसकेको डेटाहरूलाई चाहिँ हेर्नुभयो भने र कम्पेयर गर्नुभयो भने सिमिलर फाइन्डिङ चाहिँ कम्पेयर टु हेल्दी पर्सनमा चाहिँ के रहेछ भन्दाखेरि त्यो केस कन्ट्रोलभित्र पर्छ। केस कन्ट्रोल
त्यस्तै गरेर चाहिँ हाम्रोसँग कोहोर्ट स्टडी हुन्छ। कोहोर्ट स्टडी चाहिँ यिनीहरूभन्दा अलि माथि चाहिँ किन पर्छ भन्दाखेरि तपाईँको कोहोर्ट स्टडीमा चाहिँ अब जस्तै तपाईँले एउटा सोसाइटीमा चाहिँ कुनै रोगको लागि हेर्नुभयो भने त त्यो सोसाइटीमा बच्चा पनि छ, बुढो पनि छ, भनौँ न डिफ्रेन्ट एथनिसिटीको मान्छेहरू छ होइन, डिफ्रेन्ट एजुकेसनल ब्याकग्राउन्ड, फाइनेन्सियल ब्याकग्राउन्डदेखि लिएर उहाँ चाहिँ यो सबै कुराहरूले जसलाई चाहिँ तपाईँको डिजिजको कोर्समा प्रोग्नोसिस, आउटकम, एक्सेस टु मेडिकल हेल्थ केयर यिनीहरूमा चाहिँ ले गर्दाखेरि डिफ्रेन्ट आउटकमहरू आइदिएको हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो सिमिलर क्यारेक्टरिस्टिक भएको क्लस्टरहरूमा चाहिँ सिमिलर क्लस्टरहरूमा चाहिँ यदि तपाईँले चाहिँ कुनै रिसर्चहरूलाई हेरिराख्नु भएको छ भने त्यो कोहोर्ट स्टडीहरू हुन्छ। अब रिसर्चमा चाहिँ यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यहाँबाट चाहिँ छुट्टिन्छ। किन भन्दाखेरि यदि हामी चाहिँ पर्टिकुलर टाइम जस्तै अहिलेको टाइमभन्दा पछाडि हेरिरहेछौँ भने त्यो सबै स्टडीहरू चाहिँ रेट्रोस्पेक्टिभ भइन्छ। तर जस्तै अब कुनै पेसेन्टको प्रोफाइलहरू छ, यहाँ चाहिँ मानौँ हामीले चाहिँ हार्ट डिजिजहरूलाई चाहिँ फलो गरेर मात्रै चाहिँ माथितिरको अबको 10 वर्षमा चाहिँ अहिले दिएको हार्ट डिजिजमा चाहिँ अब पिसिआई गरिसकेपछि के रिजल्टहरू देखियो मानौँ या चाहिँ अरू कुनै भनौँ न स्मोकिङले गर्दाखेरि चाहिँ अलरेडी जुन तपाईँको ग्यास्ट्रिक कार्सिनोमामा के छ र गराउने के रहेछ भनेर सिमिलर क्यारेक्टरिस्टिक र क्लस्टरहरूलाई लिनुभयो र पहिलो अहिलेको टाइमभन्दा चाहिँ अगाडि हेर्नुभयो भने जस्तै अब अहिले 2025 छ भने 2030मा के स्ट्याटस छ त्यो कुराहरू हेर्नुभयो भने चाहिँ त्यो चाहिँ पर्ने भनेको पर्सपेक्टिभ स्टडीमा पर्छ। ठिक छ डाक्टर साहब, म तपाईँलाई समयको बारे थोरै रोकिहालेँ। मैले अघि सुनेको छु यो मेटा एनालाइसिस, सिस्टमिक रिभ्यू यसको बारेमा तपाईँले छोटकरीमा सरी डिस्पाइन गरिदिनु हाम्रो श्रोताजीहरूलाई जो रिसर्च गर्न चाहनुहुन्छ उहाँलाई। अनि त्यसपछि गएर तपाईँको कोहोर्ट रिसर्चपछि चाहिँ हामी माथिल्लो लेभलको रिसर्चहरूमा आउँछौँ कि त्यसलाई चाहिँ हामी एक्सपेरिमेन्टल स्टडी भन्छौँ। अनि एक्सपेरिमेन्टल स्टडीमा मेन पर्ने भनेको चाहिँ आरसिटी हो, ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल। त्यसमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि जस्तै अब ग्लोबल पपुलेसनलाई चाहिँ या लार्ज पपुलेसनलाई चाहिँ तपाईँको रिप्रेजेन्ट गर्ने पपुलेसनमा चाहिँ इन्टरभेन्सन गरेर हुन्छ र इन्टरभेन्सन भर्सेस चाहिँ कन्ट्रोल ग्रुप राखेर हुन्छौँ। त्यो कारणले गर्दाखेरि अनि कम्पेयर गरेर आउँछ। त्यसमा के हुन्छ ह्युज डेटाहरू आउँछ। हजुर, अनि के हुन्छ अलरेडी पर्फर्मड आरसिटीहरूलाई ऱ्यान्डमाइज कन्ट्रोल ट्रायलहरूलाई यदि तपाईँले चाहिँ त्यो डेटालाई चाहिँ एनालाइसिस गरेर अब हुन्छ एउटा मात्र होइन कि आरसिटी मल्टिपल आरसिटिजलाई एकै ठाउँमा राखेर यदि तपाईँले एनालाइसिस गर्नुहुन्छ भने त्यो चाहिँ मेटा एनालाइसिस हो। मेटा एनालाइसिस भनेको मल्टिपल आरसिटीलाई हामीले एकै ठाउँमा राखेर फेरि एनालाइसिस गर्यो भने त्यो मेटा एनालाइसिस हो। त्यसैले म चाहिँ फ्रिक्वेन्टली पहिला पनि चाहिँ के हुन्छ भन्दाखेरि मेटा एनालाइसिस इज अबाउट म्याथ र सिस्टमेटिक रिभ्यूमा चाहिँ के हुन्छ नट ओन्ली तपाईँको ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल्स तर त्यही शीर्षकमा भएको एक्सपर्ट ओपिनियन होस्, केस रिपोर्ट, केस सिरिज, क्रस सेक्सनल स्टडिज, कोहोर्ट स्टडिज सबैलाई चाहिँ राखेर यदि तपाईँले चाहिँ निष्कर्ष निकाल्नुहुन्छ, कन्क्लुजनहरू निकाल्नुहुन्छ त्यो चाहिँ सिस्टमेटिक रिभ्यूभित्र चाहिँ पर्छ। अझै त्योभन्दा पनि उच्चतम बिन्दुमा पर्छ। हजुर, त्यो हाइएस्ट फर्म अफ रिसर्च चाहिँ अहिले सिस्टमेटिक रिभ्यूलाई चाहिँ मान्छौँ हामी। ठिक छ। अनि डाक्टर साहब यो तपाईँको रिसर्च गर्दाखेरि कस्तो खालको कठिनाइ जस्तो तपाईँको यो डाटा एनालाइसिस गर्दाखेरि हामीले युज गर्ने जुन एक्सेल छ, सिट छ होइन त्यो हामीले कुन चाहिँ फर्मुला युज गर्छौँ? अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले डेटा एनालाइसिस गर्दाखेरि पहिला त हामीले चाहिँ पहिला नै रिसर्च प्रपोजल बनाउँदाखेरि चाहिँ या कुनै पनि रिसर्च कन्डक्ट गर्नुभन्दा पहिला नै हामीले चाहिँ कतिको रिक्वायर्ड डेटा चाहिन्छ हाम्रो अब्जेक्टिभको लागि भनेर चाहिँ हामीले पहिला नै ड्राफ्ट बनाउनु पर्ने हुन्छ। त्यो सँगै चाहिँ अब अरू एक्सपर्टहरूसँग जस्तै अब तपाईँले इथिकल एप्रुभलको लागि जुन पठाउनुहुन्छ त्यहाँ पनि बायस अर्को बिचमा हामी यो जुन स्टेप्स अफ द रिसर्च एथिकलदेखि लिएर हाम्रो यो ड्राफ्ट एब्स्ट्राक्ट लेख्नेदेखि लिएर मेथड सबै डिस्कस गर्नेछौँ। आजलाई तपाईँ समय दिनुभएको तपाईँलाई धेरै धेरै धन्यवाद। र यो भिडियोबाट हाम्रो श्रोताजीहरू जो रिसर्च गर्न चाहने हुनुहुन्छ उहाँहरूलाई एकदम केही ज्ञान मिल्नेछ भन्ने हामी पुरो विश्वास लिएको छौँ र तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू।